कहिले तपाईले सोच्नु भएको छ म वास्तवमै कसका लागि बाँचिरहेको छु? आफ्नै लागि कि अरूले के भन्छन् त्यसका लागि? समाजले, परिवारले, साथीहरूले र अब त सोशल मिडियाले पनि हाम्रो मूल्य नाप्ने गरेको छ र हाम्रो मन अरूको सानो प्रतिक्रिया, एउटा सानो शब्द, एउटा लाइकले खुसी हुन्छ। नआए मन खिन्न। तर यति मात्र प्रश्न हो कि किन हामी आफ्नो मूल्य अरूको नजरबाट खोज्छौँ? आउनुहोस् आज यस विषयमा रहेर कुरा गरौँ। पहिलो, हाम्रो स्वभाव र कमजोर बनेको आदत। मानिस सामाजिक प्राणी हो। हामीलाई जन्मदेखि नै सिकाइन्छ अरूले के भन्छ त्यस कुरामा ध्यान दे। यही वाक्य हाम्रो सबैभन्दा ठुलो मानसिक बोझ बन्यो। अरूको शब्दले हाम्रो मनको शान्ति चोर्ने प्रयास गर्यो र हामी आफ्नो अस्तित्व अरूको एप्रुभलमा टाँस्न थाल्यौँ। अर्को, डिजिटल युगले हाम्रो मान्यताको भोग बढाइदियो। आजका दिनमा तपाईको प्रतिभा होइन, तपाईले पाएको लाइक, भ्युज र फलोवर्स नापिन्छन्। यही कारण धेरै मानिसहरूले आफ्नो खुसी मोबाइलको नोटिफिकेसनमा राखिदिएका छन्। तर दुःखको कुरा के छ भने जति धेरै एप्रुभल खोजिन्छन् उति नै धेरै आफूभित्रको शान्ति खोजिँदै जान्छन्। अरूको मान्यता खोज्दा के गुम्छ? पहिलो छ आत्मविश्वास। अरूले नपहिचान्दा आफूलाई कमजोर मान्ने। अर्को रहेको छ आफ्नै निर्णयको आवाज। आफूले के चाहन्छु भन्दा पनि अरूले के खोज्छन् भन्नेमा बढी फोकस। अर्को रहेको छ आफ्नो वास्तविकता। हामी अरूको चाहना पूरा गर्न खोज्दै आफ्नो वास्तविक रूप बिर्सन्छौँ। तर सोचेका छैनौँ कि अरूलाई खुसी पार्ने दौडमा आफू नै थाकिन्छ भने। यसको समाधानका लागि के गर्ने त? आफैलाई मान्यता दिने कलाको विकास गर्ने। साँचो शक्ति त्यति बेला आउँछ जब तपाईँ आफूलाई नै भन्नुहुन्छ कि म पर्याप्त छु। सानातिना उपलब्धिहरूलाई अरूले नोटिस नगरून्, त्यो तपाईँले आफैले सेलिब्रेट गर्नुपर्ने हुन्छ। तपाईँले कति प्रयास गर्नुभयो त्यसलाई तपाईँ आफैले नै सम्मान गर्नुपर्ने हुन्छ। आफ्नो निर्णयमा अरूको ताली होइन, आफ्नै सहमति खोज्नुहोस्। किनभने बाहिरी ताली छिनभरका लागि चल्छ भने आफ्नो आत्मसहमति जीवनभरका लागि चल्छ। सबैले तपाईँलाई मन पराउँछन् भन्ने पनि होइन, सबैले तपाईँलाई बुझ्छन् भन्ने पनि होइन। तर यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो कि सबैले बुझ्नै पर्छ भनेर पनि जीवन बाँचिँदैन। जीवन सरल तब हुन्छ जब तपाईँ अरूको आँखाबाट आफूलाई हेर्न छोड्नुहुन्छ र आफ्नो मनको आँखाबाट आफूलाई निहाल्न सक्नुहुन्छ। आजदेखि अरूको अप्रुभल होइन, आफ्नै मूल्य बुझ्ने प्रयासमा लागि परौँ। किनभने साँचो आत्मविश्वास तब जन्मिन्छ जब तपाईँ अरूको ताली पर्खन छोडेर आफ्नो लागि ताली बजाउन सुरु गर्नुहुन्छ। यो भिडियो मन परेमा कृपया लाइक, कमेन्ट गर्न र मेरो च्यानललाई सब्स्क्राइब गर्न नबिर्सनुहोला। धन्यवाद। नमस्ते।